सो गाइज यो हाम्रो गाउँको बगान। हजुरलाई स्वागत छ मेरो भ्लगमा। मेरो नाम रिन्छ तामाङ र हजुरलाई आज म घुमाउन लाग्दैछु मेरो गाउँको प्यारो ठाउँ बगान, चिया बगान। र त्यो चाहिँ एकदमै नजिक हो यिनीहरू परतिर। र साइकलमा हजुरलाई लानेछु म हाम्रो गाउँको बगान र साथसाथै खोला पनि लान्छु हजुरलाई आज देखाउनु म। र ढिलो नगरिकन छिटो छिटो जाउँ, अहिले फेरि ढिलो भइसकेपछि रात परिहाल्छ छिटै, त्यही भएर। सो गाइज यो हाम्रो गाउँको बगान र यो साइडको चाहिँ जम्मै काटिसकेको छ पत्ताहरू र यो साइडको चाहिँ अलिअलि बाँकी छ, जो चाहिँ भर्खर आउँदैछ। छिप्पेपछि मात्रै काट्छ अनि यस्तो हुन्छ। अनि त्यहाँदेखि फेरि यसरी झ्याप्पै आउँछ। र मेरो साइकल यहाँ छ, साइकलमा पनि पम्प हाल्नुपर्ने छ, पम्प छैन। र गाइस हजुरहरूलाई मैले हाम्रो गाउँको बगान देखाएँ। र यो हाम्रो बगानको रुखहरू धेरै छ, बगानमा सुपारीको रुखहरू छन् धेरै। हाम्रो गाउँको खोला जसलाई भनिन्छ टिमाई खोला, र पुरा एक्सप्लेन गर्छु। यो असारतिर एकदमै ठुलो बाढी आएको कारणले यो यहाँसम्म पानी आएको, जुन साइकल रोएछ त्यहाँसम्म आएको थियो बाढी। तर एक्चुअलमा त्योभन्दा अगाडि योदेखि उता पल्लोपट्टि खोला आइपुग्ने गर्थ्यो पानी। तर जबदेखि बाढी आयो तबदेखि यता जान थालेको छ। अनि एक्ज्याक्ट हाम्रो स्विमिङ स्पट यहीँ थियो। हामी पहिले पौडी खेल्ने गर्थ्यौँ, तर तब यो जबदेखि बाढी आएको छ तबदेखि खेलेको छैनौँ, किन भन्दाखेरि यो स्विमिङ स्पटै भत्काएर लगिसक्यो हाम्रो। र अहिले त पानी पनि छैन, सुक्खा भइसकेको छ। यो यताको यो भत्केको ठाउँहरू पनि भत्काएको थिएन, यो एकदमै डाँडा माथि उठेको थियो। तर बाढीले गर्दाखेरि यो जम्मै सोरेर लग्यो तलै, अनि त्यहाँनिर बिचमा छोडिदियो। अनि अहिले यता पनि माथिबाट सोरेर लिएको ढुङ्गाहरू यता छोडिदियो। अनि अब कहिलेदेखि हुन्छ यहाँनिर फेरि कन्स्ट्रक्सन सुरु हुन्छ र खाल्डो बनाइन्छ। अनि किनकि पानी भैँसीहरूको लागि, गाई बस्तुहरू जम्मैको लागि यहाँनिर बनाउँथ्यो। अनि अब फेरि पनि बनाउँछ होला सायद पानी आउनु थालेपछि, अनि तब हामी पनि खेल्छौँ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने एउटा लाइक, र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद, बाई बाई।